आज चाहिँ घरकासँग मेरो झगडा परेपछि म हुँदा खाँदाको टिचर जब छोडेर म घरबाट बाहिर निस्केँ। मजाले प्याकिङ गरेर नि साथीहरू म घरबाट बाहिर निस्किएर मैले पढेको याद आयो। उति बेला मैले ओल्ड स्कुल भनेर पढेकी थिएँ। त्यसपछि म गोल्ड खोज्नलाई चाहिँ बुक कपी सिसा फलाम गर्दै आएँ। अनि त्यसपछि त्यहीँबाट आएको पैसाले मैले घर बनाएँ साथीहरू। हेर्नुहोस् त, घर त कम त छ, यहाँ मजाले घर बनाएँ। त्यसपछि म चुनावमा उठेँ अनि भोट माग्नको लागि जान्छु भनेको सक्स बनाएँ। त्यसपछि म मजाले पर्फ्युम छर्केर जान लाएँ साथीहरू। अनुहार पताउन कि मैले मजाले मेकअप पनि गरेँ। त्यसपछि धमला दाईको जस्तै नै म साइकल बनाउने त कहिले के गर्ने गरेर मैले यहाँ भोट माग्न थालेँ। त्यसपछि म साइकल बनाउँदै सबैलाई खुसी पार्छु कि भनेर गएँ। ट्याक्क भोट हाल्ने दिन भयो। सबजना मिलेर मलाई भोट हालिदिनुहोस् भन्दै हिँडेर गएपछि सबैले मलाई भोट हाल्नुभयो। त्यसपछि भोट हालेको जुन कागज त्यहाँ पटाएर त्यसलाई भोट खसाल्ने ठाउँमा सबै मिलेर भोट खसाल्नुभयो। त्यसपछि भोट भन्दा मैले जितेको सबैले मलाई नमस्कार गर्न थाले। मैले पनि नमस्कार फर्काएर मजाले नाच्न थालेँ। लास्टमा खुसी भएको त मम्मीले एक झप्पड हानेपछि बल्ल थाहा भयो सपना पो रहेछ।